रोप्नुपर्छ समयअनुसारको माग अनुसारको त्यो हामी कमलामा बिउहरू देखेका छौँ। यो देखाउनलाई नामसहित राखिएको त्यसै होइन, कृषकलाई नचाउन मात्रै होइन, त्यो आफ्नो संस्कार बचाउन पनि रोपिएका धान बालीले राम्रो उत्पादन दियोस् भनेर गराइएको यो सन्देशमूलक काम हो। हरे राखे धानको बिउ हे त्यही धान नरोपेदेखि हाम्रो भगवान रहँदैन जिम्लाउन। राखे धानको बिउ राखे धानको बिउ धानै छैन क्यारी हाम्रो जोगिन्छ र जिउ। मधेस जाने तराई जाने त्यहाँ गएर पनि सङ्घर्ष गर्ने पसिना झार्ने खाने बेलामा त्यहाँ गएर खाए नखाए खाएको जस्तो देखाउनु पर्यो। यहाँ यो जमिन बाँधो राखेर सबैजनालाई हाँसो बनाउनु हुँदैन, त्यही भएर बाँधो राख्ने होइन। कुन कति बेला फल्छ के फल्छ कसले राम्रो उत्पादन दिन्छ त्यो धानमध्ये पनि कुन धेरै फल्छ त्यसलाई उत्पादनमा जोड दिएर सबैले लगाइयो भने भोकै हुन पर्दैन। भगवान् हे बाँझो हुने छैन जमिन, हे बाँझो हुने छैन, हे उन्नत बिउ रोपेदेखि भोकै हुने छैन। भगवानको नाममा पनि भजन गाइयो, कृष्णको नाममा भजन गाइयो, नारायणमा भजन गाइयो, मान्छे मर्दा अप्ठ्यारो पर्दा भजन गाइयो। त्यही भएर सबैजना आएको कारणले सबैलाई नचाउन एकैछिन हचाउनको लागि यो धान दिवस मनाउनलाई सभ्य र भव्य मनाउन मनैदेखि झाग्नुपर्छ। भगवान् त्यो मनले भनेर बोलेर मात्रै हुँदै कर्म गर्नै पर्छ। कर्म गरियो भने कर्मको फल मिठो हुन्छ, त्यो अहिले होला नहोला भोलि पक्कै हुन्छ। कर्मै नगर्ने अनि फलको आश गरियो भने त्यहाँ भन्दा अपराध केही पनि हुँदैन। रुने हो छेउ कुना बसेर रुनु भन्दा विकल्प केही छैन, कामै नगरे खाना फल हुन्छ। त्यो भयो भने हामीलाई यहाँ आँसु झर्नेछ। भगवान् बाटो ठेकी राख्यो भने आँसु झर्नेछन्, अरे आँसु झर्नेछन्, हाम्रा तिनी बाबुबाजेले गाली गर्नेछन्।